नमस्कार, म रञ्जिता गुरुङ, याङ टुरिज्म डेभलपमेन्ट कमिटी प्रेसिडेन्ट। विशेष गरेर आज यस भिडियो कन्फरेन्समा आउनुको उद्देश्य चाहिँ याङ टुरिज्म डेभलपमेन्ट कमिटीले आगामी तारिक 27 अनि 28 नोभेम्बरको दिन फ्लावर एक्जिबिसन कम सेल भनेर एउटा इभेन्ट राखिएको छ है, जुन चाहिँ ब्लुमिङ याङगाङ थिम गरेर यो हुँदैछ र यसमा विशेष गरेर यस इभेन्टको चिफ प्याट्रोन चाहिँ हाम्रो Honorable Deputy Speaker कम Honorable एरिया एमएलए श्रीमती राजकुमारी थापा म्याडम हुनुहुन्छ। त्यसरी नै यस प्रोग्राम अर्गनाइज बाई याङ टुरिज्म डेभलपमेन्ट कमिटी त भए तापनि यसमा एसोसिएसन विथ चाहिँ हर्टिकल्चर डिपार्टमेन्ट रहेको छ। यसै गरेर यस इभेन्टको रिसोर्स पार्टनर चाहिँ ICAR NRC अर्किड्स पाक्योङ हुनुहुन्छ भनेदेखिलाई यसरी नै कलेज अफ हर्टिकल्चर बर्मेक पनि छ है।